आज म तपाईहरुलाई घरमै गमला बनाएर देखाउँदैछु। त्यसको लागि म बालुवा रेडी गर्नतिर लागे। यो बालुवा चाहिँ धेरै समयदेखि राखिरहेको भएको हुनाले यो चाहिँ धेरै साह्रो भइसक्यो रहेछ। यसलाई खनेर निकाले मैले। अनि अब यसलाई चाहिँ चालेर रेडी बनाउनु पर्यो। अनि चाल्नको लागि मसँग जाली थिएन। अनि त्यसैले अब मसँग भएको यही टोकरी युज गरे। अनि अब गमला बनाउन त्यति धेरै बालुवा पनि नचाहिने। अनि जति चाहिन्छ म यसले नै चालेर बनाउँछु भनेर मैले चाहिँ यसलाई नै युज गरे। अनि यसरी यसले चाहिँ राम्रोसँग चाल्छ, तर अलिकति टाइम लाग्छ। अब टाइम लागे पनि केही फरक परेन भनेर मैले यसरी बनाएँ। बालुवा चालिसकेपछि मैले चाहिँ यो प्लास्टिक बिछाएर यसमा चाहिँ सिमेन्ट र बालुवा मिक्स गर्नतिर लागे। अनि यो सिमेन्ट र बालुवा चाहिँ लगभग बराबर जसै राख्नुपर्छ। अनि यो गमला मैले पहिला पनि बनाइसकेको थिएँ। अनि त्यतिखेर मैले भिडियो क्याप्चर गर्न पाइनँ। अनि त्यतिखेर चाहिँ यो गमला बनाइसकेपछि मैले यो गमलामा कलर लगाएको भिडियो मात्रै राखेको थिएँ। अनि आज चाहिँ गमला बनाउँदै गरेको भिडियो पनि राख्छु नि त भनेर चाहिँ म बनाउनतिर लागेको छु। सिमेन्ट र बालुवा राखिसकेपछि यसलाई चाहिँ म राम्रोसँग मिक्स गर्नतिर लागेको छु। यो जति राम्रोसँग मिक्स भयो त्यति नै राम्रो हुने भएको हुनाले यसलाई म राम्रोसँग मिक्स गर्छु। यो मिक्स गरिसकेपछि यसलाई चाहिँ अब म पानी राखेर अनि रेडी गर्नतिर लाग्छु। यो मसला बनाउँदा चाहिँ धेरै गिलो बनाउनु हुँदैन। धेरै गिलो बनायो भने यो राम्रो बन्दैन। त्यसैले हल्का पानी राखेर मजाले मिक्स गर्दै मजाले चलाउँदै बनाउनु पर्छ। अनि यो हल्का बढ्र झर्ने खालको भएपछि चाहिँ लगभग रेडी भएको हुन्छ। मसला रेडी भइसकेपछि बाल्टीमा चाहिँ तेल लगाउनु पर्छ, जसले गर्दा चप्किँदैन। मैले तारपिन तेल लगाएको छु। यदि तारपिन तेल छैन भने अर्को तेल लगाउँदा पनि हुन्छ। बाल्टीमा वरिपरि तेल लगाइसकेपछि अब बाल्टीमा चाहिँ मसला राख्नतिर लागे। अनि बाल्टीमा तलको भागमा मसला राख्ने, त्यसपछि वरिपरि थोरै थोरै गरेर मसला राख्दै जानुपर्छ। अनि यो मसला राख्दै माथिसम्म पुर्याउनुपर्छ। माथिसम्म पुर्याइसकेपछि हातले नै मिलाएर यसलाई हल्का चिल्लो पार्दै लग्नुपर्छ। यसरी चाहिँ अब गिलो छ भने चाहिँ यो तल झर्छ। अनि त्यो भएको हुनाले हल्का साह्रो मसला चाहिन्छ यसलाई। अनि यतिको भइसकेपछि यसलाई मजाले मैले हातले भित्रबाट मिलाएँ। अब यो गमलाको सेप आइसकेको छ भित्रपट्टिबाट। अनि यसलाई चाहिँ सेट हुन लगभग 1 दिन जस्तो लाग्छ। अनि मैले यो मजाले बनाइसकेपछि अब यसलाई सानो यो पानी जानको लागि सानो होल बनाएँ। अनि त्यसपछि चाहिँ राखिदिएँ मैले। अनि एक दिन जस्तो राखिसकेपछि यो रेडी हुन्छ। मैले सानो र ठुलो गरेर 2वटा गमला बनाइसकेँ। 1 दिनपछि यो सेट भइसक्यो। अब म यसलाई निकाल्दैछु। हेर्नु मजाले निस्किन्छ, एउटा पनि बाल्टीमा टालिँदैन। यसरी घरमै बनाएको मेरो गमला कस्तो भयो साथीहरू कमेन्ट गर्नु होला है त।